टप स्टेसनबाट हामी चाहिँ अब बटम स्टेसनतिर जाँदैछौँ। अब हाम्रो चाहिँ टक्क स्टार्ट हुँदैछ यहाँदेखि यहाँबाट यसरी हामी चाहिँ अब यहाँ 5 जनाको ग्रुप छ हाम्रो। अब यहाँ यसरी जाँदैछ। आज अलिक क्लाउडी छ। हामी चाहिँ अब फर्काउँदैछौँ। कति टाइम लाग्छ भनेर हामीले चाहिँ रेकर्ड गरेको। टार्गेट अर्को टी सर्ट लगाओ लास्टमा हाइनेले काम छोडेर यो टी सर्ट लाउने भनेको। यहाँ आज चिसो भएको कारणले गर्दाखेरि चिसोको प्रतिक्रिया दिइराख्नु भएको छ हाम्रो गाइजहरूले। गाइजहरूले सबैजना हुन्छ। अब हामी यहाँ टर्न भइसक्यो। एक राउन्ड घुमिसकेपछि अब हामी ओह्रालो लाग्छौँ। ओह्रालोको सिन है यसरी देख्न सक्नुहुन्छ। यो चाहिँ ओह्रालोको यो सिन। यहाँनिर चाहिँ एकदम प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हाम्रो देश नेपालको। यो चाहिँ हामी अहिले चाहिँ टप स्टेसनबाट बटम स्टेसनतिर गइरहेका छौँ। चन्द्रगिरी केबल कार नेपालको एउटा राम्रो केबल कारमा पर्छ यो। हामी चाहिँ हामी गइरहेका छौँ। ओह्रालो लागिरहेका छौँ। यहाँ देख्न सक्नुहुन्छ बादलका टुक्राहरू चाहिँ हामीभन्दा तल छन् बादलका टुक्राहरू। तलबाट चाहिँ यतातिर आइरहेका केबल कारहरू पनि देखिरहनु भएको छ। अब हामी चाहिँ यो सरी हेर्नुहोस् एकदम यो व्याख्या नै गर्न नसक्ने खाले चाहिँ प्राकृतिक सुन्दरताले सबैको मन आनन्द हुने खालको। सबै जो आउनुहुन्छ उहाँको प्रत्यक्ष अनुभव गर्नुहुन्छ उहाँहरूले। पानी परिसके पछाडिको चाहिँ पानी परेर खुलिसकेपछिको आकाश हुँदाखेरि झन् क्लियरली देखिँदो रहेछ। यहाँ चाहिँ हामी अलिकति ढिला गऱ्यौँ। हामी चाहिँ फोटोसेसन गर्दाखेरि अलिकति ढिला गऱ्यौँ। अलिकति ढिला नगरेको भए झन् हामीले पुरै देखाउन सक्थ्यौँ। हामीले कति मजा हो। काठमाडौँ भ्याली देख्न सकिन्छ यहाँबाट। जुम गरेर पनि देखाइदिन्छु। यो केबल कारहरू यति धेरै केबल कारहरू चाहिँ कोही तलबाट माथितिर आइरहेछन्, कोही माथिबाट तलतिर गइरहेछन्। भन्नाले बटम टु टप, टप टु बटम। हामी अहिले टपबाट बटमतिर गइरहेछौँ। यो चाहिँ केबल कारको मुनितिर सबैतिर बनफडानी गरिएको छ। देख्न सक्नुहुन्छ। साढे 3 मिनट भइसकेको छ हामी यात्रा गरेको टपबाट बटमतिर आउँदै गर्दा। एकदम यो प्राकृतिक काखमा जन्मिएका मामाको छोरी रूपा खड्का हामीले देख्न सक्छौँ। मेरो छोरी यहाँ छ नि। यिनी प्रज्ञावली मेरो छोरी 3-4 वर्षकी भइन्। ल छोरी यता हेर है। यो चाहिँ सामान लिनको लागि प्रयोग हुने हो। यो चाहिँ
एकचोटि हात त जान्छ नि त त्यसलाई ब्यालेन्समा लिनु पर्यो त्यही नभए अब स्टोर गरेर चाहिँ यो सबै आफ्नै व्याख्या छ हुन्छ के भन्ने थाहा छैन रोकिया छ त्यस्तो होइन रोकिएको छ अहिले रोकेको होइन रोकिएकै छ लाइन गयो लाइन मजा आयो उता कुन रोकियो ल गाइज एकैछिन भन्दा अघि एकछिन लाइन गएको थियो लाइन गएर हामी चाहिँ लगभग 2-3 मिनट चाहिँ हामी एकदम आनन्द लियौँ हेऱ्यौँ तर डर पनि थियो मनमा अब हामी चाहिँ गइरहेका छौँ त्यो खाली आगे हो यो खाली पनि चलिरहेको रहेछ आफै रातभर रोकिँदैन कि है होइन त्यस्तो हुँदैन माथिको प्यासेन्जरलाई चाहिँ टपको प्यासेन्जरलाई बटमतिर लानको लागि भए पनि चल्न पर्यो नि त बाटो होइन यो फाँडेको यो बाटो होइन यो त फाँडेको हो क्या केवल कारको मुनिको चाहिँ बाटो ऊ फाँडेको हो क्या रुखहरू त टाढा लङ रहेछ है लङ त ओहो मुनि हेर न ए केवल कार मुनिको रुखहरू फाँडे रहेछ है किन दाइ के एक्सिडेन्ट भयो भने यो पहिला तान्दाखेरि होला तार तारहरू ल्याएछ नि त मानव खसी भने पनि नै कोही खसी भने पनि परे नि त कोही खसी भने पनि अब हाँगासम्म ढाँचा भाँच्चिन नि त ढाँचा भाँच्चिन नि त झन् ढुङ्गामा त प्याक्क होला क्या ढुङ्गामा त प्याक्क हुन्छ के भन्छ नै ढुङ्गै छैन ढुङ्गा छैन त्यो रुखमा अर्को यति खसी त मर्दैन मलाई त हामी खसियो भने पनि हामी रुख माथि नै पर्ने भएको कारणले गर्दाखेरि त्यति डराउनु पर्ने आवश्यकता छैन रुख माथि नै पर्छौँ रुखमा हामी चाहिँ है गाइस तलबाट बटमबाट टपतिर चाहिँ एकदम खाली केबल कारहरू आइरहेका छन् यसको सङ्केत चाहिँ अब प्यासेन्जर माथि आउँदैनन् आउने कुरा नै भएन होटलमा जाने मान्छे केबाट जाँदो रहेछ न साँच्ची ए गई यतिबाट सामानहरू त्यो सामान बोक्नेले साल्छ के चाहियो भने अरू त त्यही हो न सामान त ठिकै मान्छे पनि यहीँबाट त्यही होटलमा जाने बाटो थियो त्यही हो होटलमा जाने बाटो थियो त तलबाट नेक्स्ट टाइमको प्लान त्यही हो कि ल्यान्ड गर्नु मिल्छ कि है यो चाहिँ मैले पनि थाहा पाएको छु यो यसको एकदम चर्चा भइरहेको नेक्स्ट टाइम प्लान कपाल सहित त्यहाँ एक्लै त त्यहाँ के ठिक भएर कपालै चाहियो होइन पे गरेपछि आउने अथवा इङ्गेजमेन्ट भएपछि आउने यहाँ होटल पनि देख्न सक्नुहुन्छ है गाइस जे पनि देखाइदिन्छु मैले अलिक क्लियर त छैन है तै पनि हेर्ने प्रयास गर्नुहोस् एकदम आएर यहाँ चाहिँ रमाइलो गर्न सक्नुहुन्छ यहाँको आनन्द लिन सक्नुहुन्छ इन्जोय गर्न सक्नुहुन्छ ए यहाँनिर चाहिँ अलि अझै ब्यालेन्स मिलाएर लगाउनु त राम्रो है अनि यो चाहिँ 9 मिनेट क्रस गरिसकेका छौँ हामीले ए हामी यसरी रमाइरहेको देख्न सक्छौँ हामीले यसरी रमाइरहेकी छिन् हाँसिरहेकी छिन् अलिकति खोकी लागेको छ खोकीका बावजुद पनि रमाइलो गरिरहेको छु यिनी चाहिँ मेरो चाहिँ धर्मपत्नी मायाकी खानी अब कि सहयात्री विगत 5 वर्षदेखि कि सहयात्री कहिले कहीँ झगडा कहिले मिलन कहिले सुख कहिले दुःख
यस्तै गर्दै चलिरहेछ यस्तै छ यिनी चाहिँ मेरो प्यारी बहिनी अनि अझैसम्म पनि अनम्यारिड छिन् यिनी चाहिँ मेरो छोरी यिनी 4 वर्षकी भइन् यहाँ छिन् यिनी अब चाहिँ यिनी पनि ठ्याक्क मेरो बहिनी मेरो माइलो मामाको कान्छो छोरी कान्छी छोरी ल अब हामी चाहिँ अलिअलि उज्यालो बलेको देख्न सक्छौँ है गाइस काठमाडौँमा भ्यालीमा उज्यालोहरू देख्न सक्छौँ लोड सेडिङ मुक्त नेपाल अरु मिठो भन्नु न हेलो गाइज आज चाहिँ हामी चन्द्रगिरी घुम्न आएका छौँ भन्नु हजुरहरू पनि आउनु होला भन एकदमै राम्रो छ रमाइलो गर्नु होला मैले त एकदमै धेरै रमाइलो गरेँ अलिअलि रोएँ पनि भन न रोएँ सताएँ यहाँ आए त कस्तो हात गुड हामी टपदेखि बटमतिर जाँदैछौँ भन बटमतिर जाँदैछौँ टप स्टेसन पनि देखाइरहेको थियो कि तर त्यहाँ पनि गाडीले जान मिल्छ ओके अब हामी पार्टी गर्नेवाला छौँ तल गएर हामीले छोरीले पैसा समाएकी छिन् खै पैसा देखाइदेऊ यतिले त पुग्दैन है गाइस तर यसमा थप्नुपर्छ हामी थप्न रेडी छौँ ल अब हामी अलमोस्ट पुग्यौँ अब हामी 12 मिनेटदेखि पनि क्रस गरिसक्यौँ अलिकति ढिला चाहिँ भयौँ गाइस हामी अलिकति अनुकूल टाइम चाहिँ हाम्रो लागि आज रहेन हामी जाँदाखेरि चाहिँ लगभग ठिकै थियो पानी परेको कारणले हामी आज चाहिँ अब आज चाहिँ स्नोफल होला भन्ने चाहिँ हाम्रो सम्भावना एकदम त्यो थियो हामीले त्यो देखेका थियौँ त्यसलाई चाहिँ हामीले चाहिँ त्यो मोमेन्टलाई चाहिँ हामीले क्याच गर्न सकिन्छ भन्ने हिसाबले आएको हो सकेनौँ एउटा घर पनि देख्न सक्छौँ सानो घर पनि छ यहाँ जङ्गलको बिचमा यो सायद केबल कारकै केही मेन्टेनेन्स गर्नलाई राखेको घर हो है यो चाहिँ है अब यो केबल कार बिग्रियो भने चाहिँ हामीले यहाँ रिपेयर एन्ड मेन्टेनेन्स गर्नको लागि चाहिँ राखेको घर हो यहाँनिर टुल्स एन्ड इक्विपमेन्टहरू हुनसक्छ केबल कारको टेक्निसियनहरू पनि यहाँ टेक्निसियनहरू आएर बसेर रेस्ट गर्ने काम गर्ने हजुर रेकर्ड गरेको छ के ल अब यता यहाँ केही देखिन्न ल तल चाहिँ बटम स्टेसन हामीले देख्न सक्छौँ है अलिअलि देखिएको छ मेरो बाबा सुपरम्यान घामकोतिर छाड्ने मेरो बाबा सुपरम्यान घामकोतिर छाड्ने घामको किरण छर्ने मेरो बाबा सुपरम्यान घामको किरण छर्ने अरु के थियो बिर्सेँ साह्रै धेरै मलाई माया गर्ने हो अब यहाँ मेरो बाबा सुपरम्यान घामकोतिर छाड्ने ल सुरुबाट गरौ ल बराबर ल फेरि गरौ त ल रके 1 2 3 भन्छ है
बेबी ल ल स्टार्ट ल ल गर त ल ल है गाइज ल गर त भन मेरो बाबा सुपरम्यान डान्स पनि देख्न सक्नुहुन्छ तपाईले घामकोतिर छान्ने संसार पर संसारमै सबभन्दा मलाई माया गर्ने भन होइन मेरो बाबा सुपरम्यान घामकोतिर छान्ने मलाई माया लाग्छ बाबाको धेरै गाह्रो छ गाह्रो ल अरू गाउँ न संसारमै बदल्छ 15 मिनेट 43 सेकेन्ड भइसकेको छ हाम्रो चाहिँ 16 मिनेट पुग्ने भयो साउन वर्षमा नाच्छ नि त बादल वर्ष बादल वर्ष बिजुली ल आफै भन यस्तो के हो चिसो मौसम छ बादल वर्ष बादल वर्ष सावनको पानी छ चिसो चिसो मौसम छ ल म गाइदिन्छु ल बादल वर्ष बिजुली सावनको पानी मौसम छ तातो जवानी है अब हामी चाहिँ बटम स्टेसनमा आइपुग्यौँ अब थोरै छ अलिकति मेरो पैसा ल 825 2 वेको रेट हो यो चाहिँ 1 वेको चाहिँ 485 छ 2 वे चाहिँ एकैचोटि बुक गरियो भने चाहिँ हामीले चाहिँ 825 तिर्न पर्छ पर हेड 25% डिस्काउन्ट है गाइस त्यो हामी देखाउँछौँ अहिले चाहिँ त्यहाँ मैले त्यो सिटै देखाइदिन्छु मैले ब्लगिङ गरेर राम्रै छ जस्तो लागेको मलाई पनि एकदम डर छ पछि के इन्कम कति छ इन्कम कति हुन्छ एकदम धेरै हो त के गर्न नि के सक्छ क्यामेरा छैन बिचारीको म यो बिच क्यामेरा आइफोन पठाइदिन्छु मनिकाले नभएर मात्रै हो ल है फाइनल्ली हामी बटम स्टेसनमा आइपुगेका छौँ अब यहाँ अलिकति क्लियर छैन किनभने मौसम क्लाउडी भएको कारणले गर्दाखेरि अब हामी 17 मिनेट 50 सेकेन्डको भिडियो चाहिँ यहीँ 18 मिनट भनौँ 18 मिनटको भिडियो चाहिँ यहीँ अब गाइजहरू यी झर्दै हुनुहुन्छ यहाँबाट केबल कारबाट ट्याक्क ल थ्याङ्क यू है गाइज यहाँबाट ट्याक्क देख्न सकिन्छ काठमाडौँ देख्न सकिन्छ यस्तो सही देख्न सकिन्छ यो चाहिँ यसरी अब बाहिर निस्क्यौँ हजुर अब हामी यो मनोरम दृश्य पनि देखाउन गइरहेका छौँ हजुरलाई देख्न सक्नुहुन्छ है छिटो यस्तो छ है मनोरम दृश्य यता त धेरै तातो है उता भन्दा यसरी टिकट मूल्यहरू चाहिँ यहाँ छ म टिकट मूल्यहरू पनि देखाइरहेको छु छुट मूल्य कति छ छुट कति छ टिकट मूल्य कति छ भनेर चाहिँ सबै यो मनोरम दृश्य पनि नदेखाइराख्न सकिनँ मैले यो तपाईँहरूको लागि यस्तो दृश्य छ हिमाल यतिको देखिएको छ हिमाल देख्न सक्छौँ पहाडहरू हरियाली अब यति देखाइसकेपछि अब यति पनि देखाउनु पर्यो ल त्यस है गाइस
केहरू भयो अघि ठुलो पानीको दिमागमा यहाँ चाहिँ वाटरफल थियो के र अहिले चाहिँ यो बन्द छ ओके थ्याङ्क यू